रहेछन् सकारात्मक सोच। सकारात्मक सोच कसरी आउँछ त हामीमा? नमस्कार। हामी जुनै पनि शुभ कार्य गर्दाखेरि हामी दाहिने हातले गर्छौँ होइन। जस्तो हामीले पूजा गर्नु पर्यो भने दाहिने हातले गर्छौँ, कसैलाई दान दक्षिणा गर्नु भने दाहिने हातले गर्छौँ, अनि हामीले कसैलाई ऋणै दिनु पर्यो या कसैलाई सापडे दिनु पर्यो भने हामीले दाहिने हातले को प्रयोग गर्छौँ। यदि गृह प्रवेश छ भने हामीले दाहिने खुट्टालाई अगाडि सार्छौँ। यो प्रत्येक कुरालाई हामीले दाहिने पाटलाई शुभ मानेका छौँ, दाहिने गर्छौँ। तर हामी कति कुराहरूमा केयरलेस छौँ। म पनि थिएँ। हाम्रो शरीर सबैभन्दा महत्त्वपूर्ण हो। भगवानभन्दा पनि अगाडि हाम्रो शरीर आउँछ। किनभने हामी के भन्छौँ भने यो शरीरभित्र हाम्रै हृदयमा भगवान छन्, हरि छन् भन्छ। जसको हरि छैन, जो अलि दुष्ट प्रवृत्तिको मान्छे त्यसले त हरि नभएको मान्छे भन्छ भने हामी त अवश्य आफूलाई राम्रो मान्छे ठान्छौँ भने त हाम्रो हृदयमा हरि छन् नि त, भगवान छन् नि त। त्यसैले हामीले यी सबै कुराहरू शुभ कार्य गर्छौँ भने सबैभन्दा ठुलो कुरो हाम्रो हेल्थ हो होइन। हामी बाँच्न चाहेका छौँ, बाँच्न चाहन्छौँ स्वस्थ रहेर। अब हो बिमार लाग्छ मान्छेलाई उपचारमूलक गर्नुपर्छ, तर पनि सधैँभरि हामी चाहना के हुन्छ भने नि हामी ठिक हौँ भन्ने हुन्छ। यदि ठिक हौँ भन्ने हाम्रो चाहना छ भने हामीले दबाई जस्तो कुरो खान्छौँ। जुन दबाई खान्छौँ हामी निको हुनको लागि, हामी स्वस्थ हुनको लागि, बाँच्नको लागि खान्छौँ। त्यो दबाई खाँदा यसो देब्रे हात हामी किन थाप्छौँ? किन हामी दाहिने हातहरू अगाडि सार्दैनौँ भने आजैदेखि तपाईँहरूले यो सङ्कल्प गर्नुहोस् कि जहिले पनि हामीले दबाई खाँदाखेरि दाहिने हातले दबाई खाउँ। यो सकारात्मक सोच हो। जब हाम्रो शरीरमा सकारात्मक सोच बढ्छ नि हामी आफै ठिक हुँदै जान्छौँ, हामीलाई राम्रो भएको महसुस हुन्छ भने प्रत्येक कुरालाई हामीले पोजिटिभ तरिकाले हेर्छौँ। भन्दाखेरि आजैदेखि तपाईँहरूले सङ्कल्प गर्नुहोस्, म दबाई खाँदाखेरि जति बिर्सियो भने योलाई सेभ गरेर राख्नुहोस्। यो कुरा अरूलाई पनि मेसेज गर्नुहोस्। हामीले ठ्याक्क देब्रे हात नफलाउने, जहिले पनि दबाई खाँदाखेरि म पनि यो गल्ती गर्थेँ। तर मैले जब आफूले दाहिने हात प्रयोग गर्न थालेँ मलाई आफैलाई राम्रो फिल भएको छ। तपाईँले पनि आजदेखि सुरु गर्नुहोस्, कस्तो हुँदो रहेछ विचार गर्नुहोस्। अनि यदि राम्रो भएछ भने मलाई कमेन्ट गर्नु होला, सोध्नु होला र दाहिने हातै प्रयोग गरेर खानु होला प्लिज। ल तपाईँहरूलाई म धेरै धेरै माया गर्छु, तपाईँको शुभचिन्तक हुँ। तपाईँहरू कसैलाई पनि यस्तो रोग नलागोस्, संसारभरिका कसैलाई नलागोस् भने अझै नेपालमा भएका हाम्रा कोही नेपालीले नलागोस्। हाम्रो स्वास्थ्य सुविधा छैन, हामीले धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ यो बिमारको लागि। परिवारलाई टेन्सन, आर्थिक अभाव, यो कारणले गर्दाखेरि धेरै मान्छेहरू मरेका छन् पैसा नभएर यो बिमारले गर्दाखेरि। त्यसैले सुरक्षित रहौँ। नमस्कार। सुरक्षित सधैँभरि रहौँ र राखौँ पनि आफ्नो परिवारलाई। बाई बाई। थ्याङ्क यू।